देखा थिएन आजसम्म जिन्दगीमा तिमी जस्तै अधुरै रहेछन् ती आँखाहरू अधुरै रहेछ सारा बस्ती देखा थिएन आजसम्म जिन्दगीमा तिमी जस्तै Alright class, let's discuss business management. The first principle is organization. Next is planning, which is crucial. So, as you can see on the screen, the key to solving this problem lies in understanding the relationship between these two variables. Make sure you note this down. And the 3 दिनदेखि कता हराइस? ट्युसन क्लास आइस भनेको छन्? भोलिदेखि आउँछु। केटी भएपछि पढाइ, साथीभाइ अब चाहिन्न कि के हो? भोलिदेखि आउँछु यार दाइ। मीरा, तिम्रो पढाइ कस्तो चल्दैछ? यो कोचिङ पछि एक्जाम हुन्छ अनि होस्टेल जानुपर्छ। अब एक्जाम कहिले छ? होस्टेल गएपछि तिमीलाई कसरी भेट्ने होला? तनाव भयो त? अब 10 दिनमा एक्जाम सुरु हुन्छ। होस्टेलमा मोबाइल फोन बोक्ने नमिले रहेछ। बट डोन्ट वरी राजा, के उपाय लाग्ला नि। तिमी होस्टेल गएपछि त म पानी बिनाको माछा नै हुन्छु होला? कतै मलाई भुल्ने त हैन? हरेक फ्राइडे घर आउनु दिन्छ रे। अनि भेटौला नि। भुली मैले हैन ल मासया। हजुरको बजारमा नयाँ केटी देखेर बिर्स्ने होला। हेरौला, कसले बिर्सन्छ, कसले सम्झिन्छ।